अलिक साह्रो बोल न। आज चाहिँ दिदीहरूलाई पनि यो ल्याइदिएको कि 3 जनालाई एक एकवटा कसले कुन चुज गर्छ हेरौँ ल। तिमीले कुन गरेको चुज? तिमीलाई चाहिँ कुन मन परेको अरे? त्यो ब्याग ल। अब दिदीहरूले कुन चुज गर्छ हेरौँ ल। जुत्ता खोला आइज जा। प्रशंसा त सुतेको छ। देखा न है। देखौ मृदुला कुन राम्रो छ? यसमा चाहिँ ग्लिटर्स पनि छ। एस्ट्रोनटको शेपमा। यो चाहिँ के छ? ह्यान्ड होइन, पो हो पो। यो कुकुरको या बिरालोको छाप छ खुट्टाको। अनि यो चाहिँ एउटा ब्यागको शेप छ। अनि यो भित्र चाहिँ यो पानी छ क्या, ग्लिटर। ल मृदुला कुन लिने रे? ब्लू। ल तिमीले चाहिँ कुन चुज गर्यो त? पिङ्क। त्यसो भने पर्स चाहिँ दिदीलाई खास गरी रेन्सीलाई सबै मन परिरहेछ के। उसले चाहिँ दोकानमा चाहिँ यो हेरेको होइन, यो हेरै थियो यो ब्याग सुरुमा। अनि मैले उसलाई मात्रै ल्याइदिएपछि अब प्रशंसा रुन्छ भनेर अनि प्रशंसालाई ल्याइदिएको। अनि प्रशंसा ल्याएपछि फेरि मृदुला मलाई चाहिँ खोइ भन्छ त्यो पनि। अनि त्यही भएर तिनटै ल्याइदिएको कि मैले। ए सबै तिनटै राम्रो छ हौ। अब प्रशंसाले कुन चुज गर्छ? प्रशंसा सुतिरहेको छ। हेर छिटो कुन चुज गर है। कुन चुज गर्छौ? कुन हेर किचेन हो यो? कुन लिने? सबै शेप हेर्न के छ। हेर कुन मनपर्छ? कुन लिने त? पो सबै राम्रो छ हौ। ब्याग लिने अरे। ओके फाइनल भयो है। फाइनल भयो। अब यो चाहिँ भयो दिदी प्रशंसाको नि। यो प्रशंसाको भयो ब्यागको शेप। यो मृदुलाको भयो एस्ट्रोनटको शेप। अनि यो भयो रेन्सीको शेप। रेन्सीलाई यही मन परिरहेको थियो नि होइन। सुरुमा दोकानमा चाहिँ यो मन परेको थियो, तर घरमा आएपछि उसलाई घरमा आउँदा यो भित्र पानी छ खै। अनि घर आएपछि चाहिँ यो पनि मन परायो क्या रेन्सीले। फेरि उसलाई सब मन परेको होइन। अनि यो अहिले प्रशंसाले यो मन पर्यो भन्दा उसको अनुहार कस्तो भएको थियो कि होइन। 1 मिनटको लागि 1 सेकेन्डको लागि। किनभने उसलाई यो मन परिरहेको थियो नि त फेरि। उसलाई यो पनि मन परिरहेको थियो। तर एकदम तिमीहरूले जोगाएर चाहिँ चलाउनु ल। किनभने यो फुट्ने रहेछ झरेपछि चाहिँ। गयो अब खुसी भएर। ऊ चाहिँ निन्द्रा पुगेको छैन। सबसे भन्दा शाइन चाहिँ यसमा रहेछ है। सबसे भन्दा शाइन चाहिँ यो मा गर्दैछ। यो चाहिँ एउटा खुट्टाको छाप हो के, कुकुरको खुट्टाको छाप। कुकुर हो कि बिरालो? अनि मलाई त यो पनि राम्रो लाग्यो। एकदम कुल छ यो पनि ब्यागवाला। अनि यो पनि छ। मृदुलाले यो चुज गर्यो।
कि अर्को खाले लिने अर्को खाले लिने भने भन्नु लु न कुन खाले यो लिने सबै राम्रो छ हौ सबै राम्रो छ यो लिने यो लिने लिने लु यो स्कुल ब्यागमा झुन्डाउने होइन हौ यो यताउति घुम्नु जाने ब्यागमा झुन्डाउने हो पहिला कुन राम्रो लाग्यो कमेन्ट गर्नु होला यो सबैमा देखाउने छ दिदी तपाईँ पनि आफ्नो अर्फे दिदी अरू हामीहरूको नि सर्ट भिडियोहरूमा धेरै लो चल्दैछ हामीहरूको अहिले अनि यसको प्राइस चाहिँ कति हो खोइ भनेको यो त्यही सोध्दै थिएँ यो सबै मिलाएर कति भयो यो सबै मिलाएर 450 भयो 450 भनेको एउटाको कति पर्यो त 450 पर्यो है 450 यहाँ सो गाइसहरूले अब क्यालकुलेट गरिहाल्नुहुन्छ नि एउटालाई कति पर्यो भनेर 450 नि एउटालाई कति पर्यो त 400 गाइस और फेरि यो सबै मिलाएर 450 भयो तपाईहरु भन्नु कि ओइटा किचनको पैसा कति भयो तपाईहरु गेस गरेर कमेन्टमा लेख्नु होला अनि तपाईहरु नाम पनि लेख्नु होला आन्सर भने तपाईहरुको अनि हाम्रो भिडियोहरु लाइक एन्ड शेयर एन्ड सब्स्क्राइब गर्नु अनि यो सबै अनि आजको लागि यति नै बाइ बाइ लाइक एन्ड शेयर सब्स्क्राइब गर्नु